हेलो साथीहरु, फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। नमस्ते, वेलकम सबैजनालाई। सो सबैजनाले माया गरिदिनु होला युट्युब च्यानल हैन। मेरो चाहिँ फर्स्ट भ्लग भने नि भयो चाहिँ तपाईहरुलाई म राम्रो भ्यू देखाउने छु हैन। तपाईहरुले हेर्दिनु होला, माया गरिदिनु, साथ दिनु होला। सो त्यही हो गाइज, सबै साथीहरु चाहिँ अगाडि पुगिसकेको छ। म चाहिँ यहाँ पछाडि टक्क भ्यू हेर्दै छु है। लास्टै थाक्ने छु। यो चाहिँ हामी धेरै अलि माथि नै लेकमा आइसकेको छ, तपाईहरुलाई देखाउँछु म। सो यता चाहिँ खडढुङ्गा साथीहरु। सो फाइनली साथीहरु, हामी चाहिँ अहिले डाङडुङ्गी आइपुगेको छ। डाङडुङ्गी चोरमा एकदम दामी छ साथीहरु यहाँको भ्यू चाहिँ। तपाईहरुलाई म देखाउने छु। यहाँ चाहिँ एकदम खतरा ठुलो चोर छ साथीहरु, मरुभूमि जस्तै हैन, एकदम बबाल छ। तपाईहरु यहाँ चाहिँ यसलाई चाहिँ खासमा फिल्म सुटिङ भनेर चिनिन्छ यो ठाउँलाई चाहिँ हैन साथीहरु। सो त्यही हो, एकदम रमाइलो छ। तपाईहरुलाई म यहाँको चौरहरुदेखि लिएर हरेक चिज देखाउने छु तपाईहरु। सो भिड पनि एकदम ठुलो छ। यसलाई सगरमाथा भनेर चिनिन्छ। पहाड हो साथीहरु, यो चाहिँ एकदम बबाल छ। यस्तै हो साथीहरु, जङ्गलमा हिँड्नु चाहिँ बबाल रमाइलो हुन्छ ट्रेकिङको लागिहरु। तपाईहरु नि टक्क लगाएर ट्रेकिङ चाहिँ हिँडिराख्नु होला। केही नयाँ कुराहरु पनि सिकिन्छ हैन, रमाइलो पनि हुन्छ। च्यानललाई यसो सब्स्क्राइब नि गरिदिनु, माया गरिदिनु, लाइक गरिदिनु। अनि के कस्तो छ टक्क लगाएर हेरेर सुझाव दिनु साथीहरु। केमा अब मिस्टेक छ हैन, तपाईहरु टक्क कमेन्टमा यसो भनिदिनु। अनि टक्क लगाएर म त्यही अनुसार भिडियो बनाएर अर्कोचोटि चाहिँ पोस्ट गर्नेछु। सो त्यही हो साथीहरु, एकदम रमाइलो भइरहेछ। आज चाहिँ मुड पनि एकदम फ्रेस हुन्छ क्या साथीहरु, माइन्ड एकदम फ्रेस हुने। त्यसरी बिहान हिँड्दा चाहिँ बवाल हुन्छ। सो तपाईहरु भ्यू पनि हेर्न सक्नुहुन्छ। कोसिस गर्नेछु साथीहरु, तपाईहरुले हेरेर एकदम माया गरिदिनु होला। सो त्यही हो साथीहरु है, लाइक कमेन्ट सेयर सब्स्क्राइब चाहिँ गरिदिनु होला साथीहरु। हस् त, नमस्ते।